माननीय महावीरजी तपाईले चाहिँ राजनीतिक बुझ्नु नगरे यसको बाद विषयमा केही बोलिदिनु पर्यो। मैले राजनीतिक बुझ्दैन भनेर को पागलले भने त्यो को हर्के गुइठेले भनेको हजुर हजुर माननीयजी हजुर हजुर त्यसो कुरा केही पनि नपट्याउ किनभने त्यसको दिमागमा गु भरेको छ एकचोटि ल्याब टेस्ट गरेर हेर त त्यसको दिमागमा गु मात्रै छ भित्र। अनि महावीरजी प्रधानमन्त्रीको राजीनामा माग्नेलाई के भन्नुहुन्छ तपाईँ? जसले जेसो कि भनौँ मलाई मतलब छैन मलाई त कहिलेकाहीँ नोक बोकेर हिँड्नु जस्तो लाग्छ क्या। भाइ सुन्नु महावीर पुन्जी एउटा प्रश्न महावीर पुन्जी म चाहिँ के भन्न चाहनुहुन्छ चाहिँ तपाईँ यत्रो सम्पत्तिको मान्छे भएर बुक बेच्नुको कारण चाहिँ के हो भन्नुहोस् त? पैसा कमाउन भाइ पैसा कमाउन देश बनाउनु त पैसा किताब बेचेर देश बनाउँछु। तपाईँलाई यो राजनीति गरेर पैसा पुगेको छैन? माननीय भवेन्द्रजी तपाईँको सरकारको अहिले तीव्र आलोचना भइरहेको छ, तपाईँ यो विषयमा के भन्न चाहनुहुन्छ? कसले आलोचना गर्यो? त्यो 3 सिटरले आलोचना गरेर हुन्छ कि हेलिकप्टर भाग्ने मान्छेले आलोचना गर्यो? हाम्रो आलोचना गरेर हुन्छ? तिनीहरूको हैसियत देखिसक्यो त अस्ति चुनावमा। माननीयज्यू सबै पार्टीका पुराना दलहरूले प्रधानमन्त्रीको राजीनामा मागिरहेछन् त यसको विषयमा केही बोलिदिनु पर्यो खगेन्द्रजी। रविदाले नबोल्नु मात्रै भनेर नत्र म खुरा लिएर हिँड्छु खुरा लिएर बुझ फेरि है। हेलो सम्पूर्ण मित्रहरू उइटे मित्रहरू भुटियारा मित्रहरू आज मैले 4000 ढुङ्गा बोक्न जाँदैछु किनकि झुङ्गीले पुल बनाउँदैछु। माननीय भलगर हर्के गुइठे तपाईँलाई ट्राफिक नियम पालन गर्नु पर्दैन? त मासले गुइठे नाथे गुइठे तैले मलाई लुटाउने नाथे। अनि तपाईँ जस्तो माननीय भइसकेपछि एकाले पुरा भलक बनाउँदै हिँड्नुपर्छ तपाईँ? नसिका मलाई नसिका कराउ 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 कराउ। अब तपाईँ भलगरलाई त ट्राफिकले पक्कै पनि कारबाही गर्छ होला। अब त्यस्ता नाथे कारबाही मलाई कसले कारबाही गर्छ? त्यस्ता नाथे यो देशको नियम बनाउने मै हुँ।